एकदम राम्रो विचार हैन, एकदम दामी। तर म तपाईलाई के सजेस्ट गर्छु भन्दाखेरि जस्तै अब तपाईले अब जति पनि मार्केटिङ गर्नुहुन्छ ठिक छ, आफ्नो तर्फबाट गरिन्छ हैन, तर एउटा कस्टमर तपाईको या एउटा युजर या राइडर होस् या प्यासेन्जर होस् हैन, तपाईको कस्टमर नै भनौँ त्यसलाई, तपाईको कस्टमरले नै कोही अरूलाई तान्न सजिलो हुन्छ जति तपाईले अप्ठ्यारो हुन्छ क्या। तपाईले मार्केटिङ गर्नुहुन्छ, पुगाउनुहुन्छ, तर तपाईकै राइडरले कोही अर्को राइडरलाई तान्न झन् सहज हुन्छ तपाईले भन्दा। हैन हामीले के गरिरहेछौँ भने त्यसको लागि जस्तो हामी जुन पनि अटो सिटी सवारी हैन बाइक जसलाई जोड्छौँ हामीले उहाँहरूलाई भन्ने गरेको छौँ कस्टमरलाई बोलाएर एप डाउनलोड गरिदिनुहोस् हैन, अनि हामीले स्टिकर पनि टालिदिने गरेका छौँ। सिटीमा होस्, अटोमा होस् या सबैमा होस् हैन, गाडीमा होस्, सबमा हामीले टालिदिएको छौँ। जस्तो कस्टमर पनि अलिकति हेर्नु, कस्टमरको ध्यान आकर्षण हुने ठाउँमै राखेको छौँ हैन। जस्तो हामीले यस्तो होटलहरूको पनि यस्तोमा टालिदिएको छौँ हैन। जस्तो त्यसरी नै अलिकति ध्यान आकर्षण गर्ने ठाउँहरूमा हामीले राखि नै रहेको छौँ। ओके, मैले भन्न खोजेको जुन त्यो राइडरले भन्दाखेरि अर्को राइडरलाई राइडर जोडिन्छ नि त, यहाँ पैसा राम्रो कमाइन्छ, तेरो समयको बचत हुन्छ, तेरो कम समयमा बढी राइड पाउँछस्, खाली बस्नु पर्दैन, तेरो बाइक छ भनेपछि त्यो बाइकबाट तैँले इन्कम जेनेरेट गर्न सक्छस्, यानि तेल खर्च भयो, अरू खर्चहरू तैँले जुटाउन सक्छस् खाली हल्लिएर हिँड्नुभन्दा हैन। त्यो कुरा भन्न सक्यो नि है, त्यो कुरा मजासँग भन्न सक्यो। मैले तपाईलाई के सजेस्ट गर्न चाहेको भन्दाखेरि अब जति पनि यस्ता राइडरहरू छन् प्रायः अब कोही सोशल मिडियामा कन्टेन्ट बनाउलान् नि, या राइडर होस् नहोस् हैन, सोशल मिडिया कन्टेन्ट बनाउलान्, उनीहरूलाई तपाईले प्रोत्साहन गर्नु पर्यो क्या कन्टेन्ट क्रिएटरहरूलाई। उनीहरूलाई भन्नु पर्यो ल यो चलाऊ है, चलाउँदाखेरि भिडियो बनाऊ है, तपाईले जे जे रियल समस्याहरू देख्नुहुन्छ यो चलाउँदाखेरि त्यसको बनाऊ है, त्यो सोशल मिडियामा अपलोड गर है, ताकि धेरै मान्छे अवेर होस्, मान्छेलाई थाहा होस्, समस्याहरू के हुँदो रहेछन् थाहा होस् हैन। प्यासेन्जरलाई पनि त्यही भन्ने, तपाईले यो लिनुभयो ल आज सवारी लिनुभयो, तपाईलाई कस्तो छ त एक्सपिरियन्स सेयर गर्नु हामीसँग, या त तपाईँ ल सक्नुहुन्छ भने चाहिँ सोशल मिडियामा सेयर गर्नु, हामीलाई ट्याग गर्नु या मेन्सन गर्नु, सक्नुहुन्न हामीलाई सेयर गर्नु। यस्तो तपाईले भन्न थाल्यो भने मलाई जहाँसम्म लाग्छ कम समयमा नै तपाईले मार्केट दिन सक्नुहुन्छ क्या।